हेलो हेलो गाइजहरु हामी चाहिँ अब चासोक तङनामतिर जाँदैछौँ है। यहाँ मेन हिरोइनहरु चाहिँ उहाँहरु हुनुहुन्छ। हामी हिँडेको जानु म पनि छु है यहाँनिर। ल हेलो कता हिँड्नु भएको हो? हामी चाहिँ चासोक तङनामतिर हिँडेको। लु सबैजना यता हेर्नु हेर्नु। यता यता पनि हामी चाहिँ चासोक तङनामतिर हिँडेको। युट्युबमा जा आमा लु सारिग्नुमा लुङ्गा ठुली चासोक तङनाम मनाउनु गएको है हामी। सेवारो हामी चाहिँ चासोक तङनाम मनाउनु गएको। 2082 सालको चासोक तङनामको शुभकामना। होला लु 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 उता जानु। यता फर्किनु। यति नै यहाँ चाहिँ अब खतरा निस्क्यो क्या। तपाईँलाई कति नराम्रो निस्केको भन्नुहुँदै थियो नि। हाँसिरहेछ लाग्यो गाइसहरू। अब चाहिँ घरतिर मुन्द्री छ त जे पनि ढुङ्ग्री भिडियो बनाउँदा बोलेको भए चाहिँ हुन्थ्यो कि नथ्यो भोलि झन् कसरी लाउँछ चेप्ने हो माथि गएर अनि यो निचर्नु पर्छ। ल अब मुन्द्री ढुङ्ग्री झर्दै झर्दै गाइस गइयो। ल आउँ त यतातिर। छ्यामाउनी गर्दा हो। ल जाउँ चासोक तङनाम मनाइयो गाइसहरू। यहाँदेखि तल झर्नुपर्छ एकछिनै। स्वयंसेवक साथीहरू कृपया यता यो भित्र बस्ने ठाउँमा विशेष अतिथिको लागि ध्रुव श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र म आसन ग्रहणकै लागि यहाँदेखि देखिरहेको छु सिल्की सङ्घका अध्यक्ष ज्ञान बहादुर गजमेर। मलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर राष्ट्रिय स्वतन्त्र पार्टी कुवेतका सचिव उद्योग तथा व्यवसायी उद्योग अधिकारीहरूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर यहाँदेखि देखिरहेको छु म संघ सभा समाज कुवेतका अध्यक्ष विजय लामाजी पनि यता हुनुहुँदो रहेछ। मैले देखिन उहाँलाई पनि अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर अतिथि आसन गर्नकै लागि म अहिले देखिरहेको छु किरण याकुब जुन कुवेतका सल्लाहकार दुर्गा चेन्जोलाई पनि म अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर सल्लाहकार किरण याकुब जुन कुवेतकै सल्लाहकार पूर्वाध्यक्ष पनि हुनुहुन्छ। अरू अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तर्फबाट पनि सल्लाहकार सुधीर रञ्जन राईलाई देखिरहेको छु। उहाँलाई पनि अतिथि आसन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। साथै मैले
स्वागतको लागि हार्दिक स्वागतको लागि र म अब कार्यक्रमलाई कति पनि ढिलाइ नगरिकन आजको औपचारिक कार्यक्रम अगाडि बढाउन चाहन्छु र अगाडि बढाउनको लागि तीन किराँती कुवेतका तर्फबाट तिनैजना अध्यक्षज्यू र आजका कार्यक्रम संयोजक विराट न्यायमन्त्रीका अध्यक्ष नेपाली टेस्ट नेपाली स्वाद हामी नेपाली माझ पुर्याइरहनु भएको छ। अहिले उहाँलाई व्यावसायिक तथा संस्थागत रूपको सफलताको शुभकामना पनि हामी दिन चाहन्छौँ। र मेरो हातमा हवाली समाज कुवेतको तर्फबाट 21 केटी प्राप्त भएको छ। त्यसै गरेर सङ्घुवा समाज कुवेतको तर्फबाट पनि 21 केटी सहयोग प्राप्त भएको छ। दुवै संस्थाहरूलाई विशेष धन्यवाद। र अब भनेको ढिलो नगरिकन आजका तृतीय सचिव राजेन्द्र सरलाई म आफ्नो छोटो मिठो शुभकामना मन्तव्य राखिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। संस्कार